ब्रान्ड एसोसिएट भएको छ 32 जडीबुटी युक्त श्रीकेश तेल हाम्रो टीकाराम बुढाथोकी सर आउनु भएको छ भने कृपया अगाडि आइदिनु टीकाराम सर थ्यांक यू भेरी मच नेपाली फिल्मलाई तपाईहरुले गर्नुभएको सपोर्ट गजब छ यस्तै सपोर्ट सधैं रहोस् मेरो तपाईहरुलाई आग्रह छ त्यस्तै गरी हामीसँग एजुकेशनल पार्टनर रहेको छ राइट पाथ करियर काउन्सिलिङ थ्यांक यू भेरी मच हाम्रो फिल्म सरको त्यस्तै गरी रहेको छ त्यसपछि फ्रुट एग्रो रहेको छ हाम्रो सपोर्टिभ त्यस्तै गरी सपोर्टेड बाई रहेको छ सुप्रिम वाइन रहेको छ फ्रुट एग्रो रहेको छ मकालु खबर रहेको छ सबैलाई एकदम थ्यांक यू भेरी मच हामीलाई यति धेरै सहयोग गर्नुभएको छ र हामीले 35 दिन यो सिनेमालाई यसरी सकेका छौं अब पालो आएको छ कलाकारको है अरु कोही कसैको नाम छ हाम्रो टेक्निशियन सबै नाम भने नि मैले ब्लकबस्टर कलाकार नेपाली सिनेमामा र विजय बराल दाइको बारेमा भन्छु नेपाली सिनेमामा 105 दिन कन्टिन्यू कुनै कलाकारले सिनेमा सुटिङ गरिरहनु भएको छ भने त्यो विजय बराल जसले वरिष्ठ बर्लानको छाइन गर्न सक्नुभयो एक दिन ग्याप लिएर भर्खर मात्र जनै हराएको बाहुनको सुटिङ सक्नुभयो भोलिबाट मात्र फेरि जारी दुईको सुटिङ छ भनेपछि 105 दिन कन्टिन्यू कसैले सुटिङ गर्यो भने त्यो विजय बराल कति व्यस्त हुन्छ यहाँबाट थाहा हुन्छ त्यही भएर मैले उहाँलाई ब्लकबस्टर कलाकार भन्छु जसले 46.5 करोड भन्दा ऐतिहासिक व्यापार पूर्णबादको साधनको दिनुभयो विदेशको सहयोग गर्दा 75 करोड नेपाली सिनेमाले यति व्यापार गर्छ भनेर देखाउने नायक भने आशा गरौँ जनै हराएको बाहुनले पूर्णबादको साधनको रेकर्ड तोड्नेछ ओके यो चाहिँ हाम्रो टिम त्यस्तै गरी हामीसँग मिरुना मिरुनाजी अहिले जारी दुईको सुटिङको लागि 5 त पुगिसक्नु भएको छ अब मिरुना मगरको के कुराकानी गर्ने हेर्नुस् उनको सुटिङ धमाका मचाइरहेछ जारी दुईको सुटिङ सुरु भएको छ जनै हराएको बाहुन यहाँ छ भनेपछि यो वर्ष भएको ह्याट्रिक हुने सम्भावना देखिरहेको छ एकदम ह्याट्रिकको चान्स हाई देख्छु मिरुना मगरको मैले त्यस्तै गरी केकी अधिकारी केकीजी आउनु भएको छैन आउँदै हुनुहुन्छ भन्ने खबर मलाई प्राप्त भएको छ केकीजीको पनि के गर केटेर घर नम्बर 2 पछि शुक्रबारबाट रिलिज हुँदैछ उहाँलाई शुभकामना छ त्यस्तै गरी गौरव पहाडी आउनु भएको छ मैले गौरवजीलाई बोलाउँ त्यस्तै गरी सुशान्त मैनाली आउनु भएको छ ओके जहाँ आउनुहुन्छ त्यही बसेर तपाईहरुले यो कार्यक्रमलाई साथ दिनु भएको हुन्छ अब अमर बुढाथोकीजीलाई पनि मैले अगाडि बोलाएँ सबैजना कृपया यहाँ अगाडि यता बस्नुपर्ने हो कुर्सी छ के है हामीसँग अझै ओके अगाडि आइदिनु होला सबैजना कलाकार प्राविधिकहरूको मेहनत निर्माताजीहरूको जोड जाँगर निर्देशकज्यूको विचार यी सबै चिजले गर्दाखेरि आज जनै हराएको बाहुन किन अझै नआएको भन्ने सबै कामको जिम्मा चाहिँ हाम्रो पवन भट्टराईजीले लिनु भएको छ मिडिया कमिटर कृपया उहाँको लागि ताली बजाउनुहोस् मलाई 5:30 बजे स्कुटी लिएर आउनु भएको उहाँले कार्यक्रम चाहिँ 7 बजे सुरु गर्नुभयो त्यसको लागि पनि धन्यवाद ओके यो चाहिँ हाम्रो चलचित्रको टी गएर चाहिँ सिनेमा कस्तो बन्यो के बन्यो भन्नको लागि चाहिँ मैले अगाडि बोलाएँ हाम्रो कमल सरलाई कमल सर खै कमलले भनेछ कमलजी तपाईले यहाँ वेलकम स्पिच दिनुपर्ने छ कृपया अगाडि आइदिनु होला म आफै सरप्राइज गर्छु ओके कमलजीको लागि ताली बजाउँछु थ्याङ्क यू सो मच मेरो नाम चाहिँ कमलले भने हामीले एउटा सानो प्रिभिलेजमा केही नयाँ चिज ल्याएका छौँ मलाई यसो भए धेरै नलेज छैन कहीँ मेरो भाइ छन् टिम छन् सबै उहाँहरूको प्रोसेस अनि हाम्रो कलाकारहरूको मेहनत र सबै टिमहरूको प्रोसेसबाट केही नयाँ चिज आउँदैछ र यसको बारेमा अरू विज्ञहरूले अझ ढिलो भन्नुहुन्छ हेडफुल्ली हजुरहरूलाई मनपर्छ होला र अरू पनि फ्युचर यस्तै के नयाँ प्रोडक्सनहरू नयाँ क्रिएसनहरू ल्याउन पाइएला यसको सक्सेस पछाडि भन्ने आशा गरेको छु यो अति चाहिँ अब डिरेक्सन दाई अनि हाम्रो प्रोडक्सन टिमको अरू मेम्बरको थ्रुबाट पनि केही अरू मान्छे सुनौँ है त hopefully we will get success in future on this picture here. अब मैले अगाडि बोलाउँछु कसलाई बोलाउँ भनेर सोचिरहेको छु मैले मनिषजीले बोल्नुहुन्छ हाम्रो एसोसिएट डिरेक्टर मनिष राउत उहाँले फिल्म खेल्नुभयो अब उहाँ एसोसिएट डिरेक्टर हुनुभएको छ उहाँको यात्रा पनि गजब छ
र जनै हराएको बाउ चाहिँ कस्तो बन्यो उहाँले गर्नुहुन्छ। सबैभन्दा पहिला नमस्ते। जनै हराएको बाहुनको तर्फबाट सबैजनालाई न्यानो अभिवादन। थ्याङ्क यू फर कमिङ। सर्वप्रथम त नेपालको चलचित्र इतिहासमा इतिहास कोर्न सफल हुनुभएको विजय बराल हाम्रो चलचित्रमा जोड दिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद। बताइदिनु भयो। अबको इतिहास विजय बरालको हातमा छ। जोरदार ताली। यस्तो मिठो चलचित्र भावनाले जोडिएको चलचित्र लेखिदिनु भएकोमा भानुभक्त सरलाई जोरदार ताली। गौरव दादा हजुरले हामी सबैलाई पत्याइदिएर फिल्ममा आइदिनु भयो, मनैदेखि धन्यवाद। सुशान्त दाई, गोविन्द दाजी, रुपेश लामा, हिमाल सर जसले नेपाली चलचित्र आकाशमा नयाँ आयाम गर्न खोज्दै हुनुहुन्छ, निर्देशकीय पाटो निकै अब्बल छ। जोरदार ताली। अनि पेपर क्लिप र हाम्रो विमल सर मनैदेखि धन्यवाद। अहिले हामी सयौँको सङ्ख्यामा छौँ। पछि गएर हाम्रो सक्सेस पार्टीमा अझै हजारौँ मान्छेहरू जोडिनुहोस् भन्ने चाहना। अहिले मनले आइदिनु भएको छ, आत्मालाई हातमा लिएर आइदिनु भएको छ। हाम्रो सम्बन्धको धागोहरू अझ प्रगाढ बनाउन आइदिनु भएको छ। हामी सबैजना पेपर क्लिप फ्यामिलीको तर्फबाट जोरदार ताली। सबैको नाम लिएर धन्यवाद भनिरहँदाखेरि लामो हुनसक्छ। अहिले चाहिँ कस्तो भइरहेछ भने हामी 35 दिनको यात्रा पश्चात थाकेर यहाँ आएका छौँ। अब एडिटिङ फेजमा जान्छ होला। अनि जो यहाँ अहिले पहिलो फेजमा आइदिनु भएको छ उहाँहरू सबैलाई मनैदेखि धन्यवाद भन्दै राम्रोसँग इन्जोय गरिदिनु होला। हामी अझै यस्तो मिठो मिठो चलचित्र बनाउन सकौँ मनले आत्मासम्म। अनि अर्को कुरा चाहिँ जतिसुकै कन्ट्रोभर्सीहरू भए पनि, जतिसुकै नराम्रो कुराहरू चलचित्र नगरीमा भए पनि, जब मन जोडिन्छ, जब आत्मा जोडिन्छ, जब सम्बन्धका धागोहरूले बाँड्न थाल्छन् तब बन्छ चलचित्र। भन्नै पर्ने कथा लाखौँ छन् होला। सुरुवात जनै हराएको बाहुनबाट भएको छ। हामी अझै धेरै कथाहरू भन्नेछौँ भन्दै सबैजनालाई मेरो मनदेखि नै सल्युट भन्दै अहिलेलाई थ्याङ्क यू सो मच। लभ यु अल। तपाईँपट्टि जनै हराएको बाहुन भानुभक्त छ, कृपया अगाडि आइदिनु होला। थोरै सिनेमाको कुनै पनि रहस्य नखुल्ने गरी कथा के हो भनिदिनु होला। सबैजनालाई नमस्कार। यहाँ आउनुभएका सबैलाई धेरै धेरै नमस्कार। फेरि एकपटक पत्रकार मित्रहरू धेरै धन्यवाद। अनि डाइरेक्टर साहब हिमालजी, अनि एसोसिएट डाइरेक्टर मनिषजी, हाम्रो स्टार कलाकारहरू हुनुहुन्छ सबैजनालाई तपाईँले चिन्नु भएको छ। मैले परिचय दिनै पर्दैन कि होइन। विजय बरालजी भनेको को भनेर मैले परिचय दिएँ भने त्यो आशा लाग्दो हुन्छ। तपाईँले थाहा छँदैछ होइन। अरू सबै गौरव पहाडीजी हुनुहुन्छ, शशाङ्क ब्यानर्जी हुनुहुन्छ, मेरुना मगर, के अधिकारी लगायत हाम्रो रूपेशजी, क्रान्ति शाह, सबैजनाले एकदम मिहिनेत गर्नुभएको छ। मैले देखेको सपना थियो यो जनै हराएको बाहुन, र यो पुरा गर्न उहाँहरूको साथ सहयोगले आज यो सकिएको पनि छ, इन्क्ल्याप भएको छ र यसको साथी तपाईँहरू हुनुहुन्छ। अब कथा त बोल्नु मिलेन, कथा लेखेर बोलिदियो भने प्रोड्युसरलाई घाटा हुन्छ, तपाईँहरूलाई थाहा छ होइन। तर यो के हो भन्दाखेरि एउटा युवक, एउटा ग्रामीण भेगको सामान्य युवकले गरेको सङ्घर्ष, सहरमा आएपछि उसले भोगेका तिता अनुभवहरू, तपाईँ हामी पनि त्योसँग परिचित छौँ। तपाईँ हामी गाउँबाट आउँछौँ, सहरमा स्ट्रगल गर्छौँ, त्यही स्ट्रगल हाम्रो पात्रले गर्छ। र जनै हराएको बाहुन टाइटलमा मलाई धेरैजनाले प्रश्न गर्नुभयो, केही पत्रकारहरूले मित्रहरूले फोन पनि गर्नुभएको थियो बिचमा, जिज्ञासा बढिरहेछ भन्ने लाग्यो। त्यो पनि मैले एकदम पोजिटिभ रूपमा लिएँ। जनै हराएको बाहुन शीर्षक अलिकति हाँसो लाग्दो, हाँसो उठ्दो जस्तो छ होइन। जनै कसरी हराउँछ भन्ने कुराहरू यो सम्बन्धसँग जोडिएको छ। जसरी जनैमा तपाईँको 6वटा धागोहरू हुन्छन्, ती बेरिन्छन्। यस्तै सम्बन्धहरू, आमा र छोरा बिचको सम्बन्ध, दिदी र भाइ बिचको सम्बन्ध, पारिवारिक सम्बन्धहरू र त्यहाँदेखि नै सङ्घर्षहरू, त्यसलाई हामीले जनैको रूपमा बुझ्ने कोसिस गरेका हौँ र यसले सबैको सम्मान गर्छ भन्ने कुराको ग्यारेन्टी म दिन सक्छु हैन। अब बुकलाई हेरेर, अब अङ्ग्रेजी भनाइ छ नि, डन जज अ बुक बाई इट्स कभर। अब बुकको बाहिरको खोल हेरेर कन्टेन्ट यो छ भनेर हामीले जज गर्नु हुँदैन। र यो चलचित्र हेरिसकेपछि तपाईँका सबै कौतूहलताहरू मेटिनेछन् र तपाईँलाई थाहा हुनेछ कि लेखकले के लेख्न खोजेरहेछ भनेर।
तर मैले लेखेँ भन्दा उहाँहरूले गरेको मिहिनेत अझ बढी छ भन्ने म ठान्छु। किनभने उहाँहरूले दिनरात नभनिकन मिहिनेत गर्नुभएको छ। उहाँहरू सबैलाई धन्यवाद दिन्छु, तपाईँहरूलाई धन्यवाद दिन्छु। तपाईँहरूको आशीर्वाद सधैँ मिलोस् भन्ने चाहन्छु। र समग्रतामा भन्दाखेरि नेपाली चलचित्र सबै चलचित्रहरूको सफलताको पनि कामना गर्छु। यो आफ्नो मात्रै भएर होइन कि अरू सबै चलचित्रहरूको पनि सफलताको कामना गर्छु। र नाम बिर्सिएछु, डिस्ट्रिब्युटर गोविन्द साई सरलाई धेरै धेरै धन्यवाद दिन्छु। उहाँलाई मलाई मनपर्ने मान्छे पनि हुनुहुन्छ, उहाँलाई पनि धन्यवाद दिन्छु। तपाईँहरूलाई पनि धन्यवाद, सबैलाई धन्यवाद। गल्तीहरू त्रुटिहरू केही चलचित्रमा भयो भने त्यो मेरो यो भन्ने म ठान्छु। धन्यवाद, नमस्कार। तपाईँलाई पनि धन्यवाद जनै राईको बाहुन लेखिदिनु भएकोमा। अब म कलाकारमा जाउँ। सबभन्दा पहिला हाम्रो सुशान्त मैनाली सर अगाडि आइदिनु होला। उहाँको यो कमब्याक फिल्म हो नि त पवन सर? ओके, फेरि किन कमब्याक गर्नुभयो त जनै राईको बाहुनबाट? प्रश्न एउटा धेरै गएको छ। अभूतपूर्व रह्यो र गौरव पाहाडी विजय बराल, त्यो म चाहिँ त्यसलाई एकदम भाग्यमानी पनि ठान्छु। र सिनेमा हामी सबैले, हुन त सबैले त्यही भन्छन् हामीले सिनेमा मेहनत गरेका छौँ भनेर। हामीले चाहिँ साँच्चीकै मेहनत गरेका छौँ सिनेमा बनाउनलाई। र सिनेमासँग जसले जोडिनु भएको छ उहाँहरू सबैलाई मेरो चाहिँ हृदयदेखि धन्यवाद। र आज यस कार्यक्रममा आउनुभयो यहाँहरू सबै पत्रकार साथीहरूलाई पनि म एकदम हृदयदेखि धन्यवाद दिन चाहन्छु। यस्तो साथ सपोर्ट सधैँ रहोस्, सिनेमाको रिलिजको क्रममा पनि रहोस्। र म त अब सिनेमा नै गर्छु, सिनेमै गर्छु भनेर आएको हो। र निरन्तर मेरो सिनेमा पनि यहाँले हेर्न पाउनुहुनेछ। यसपछि पनि 2टा सिनेमा छ मेरो। र यहाँलाई फेरि पनि धन्यवाद। र सम्पूर्ण जनै राईको बाहुनको टिमलाई पनि एकदम हृदयदेखि धन्यवाद दिन चाहन्छु। सफल रहोस्। थ्याङ्क यू। ओके, धन्यवाद सुशान्त सर। अब म हाम्रो साइलालाई बोलाउँछु, गौरव सर। गौरव सरको लागि जनै राईको बाहुन के हो त? सुनौँ। थ्याङ्क यू। फर्स्ट अफ अल सबैजनालाई धेरै धेरै नमस्कार अनि थ्याङ्क यू सो मच मिडियाका साथीभाइ दाजुभाइ दिदीबहिनी सबैजना। आज हाम्रो यो सुटिङको एन्ड क्ल्याप भन्छु, मुभीको त बल्ल सुरुवात हो जस्तो लाग्छ मलाई। सुटिङको चाहिँ हाम्रो एन्ड क्ल्याप हो। अब सुरुवातमा चाहिँ हामी बल्ल गर्दैछौँ, अब अझै दिनहरू बाँकी नै छन्। सो फर्स्ट अफ अल थ्याङ्क यू सो मच पेपर क्लिप टिम, जनै राईको बाहुनका सबै निर्माता सहनिर्माताहरूलाई, अनि हिमाल सर, अनि स्पेसली चाहिँ मेरो प्रिय भाइ मनिष राउत। ममाथि विश्वास गरिदिएर जुन क्यारेक्टर मलाई दिएको छ यो मुभीमा, उसकै विश्वास नै हो भनौँ। जस्तोमा चाहिँ म त्यसमा अब कतिको मैले न्याय दिन सकेको छु त्यो त भविष्यमा देखाउने छ है। र अघि नै विजयजीले स्टार्टिङमा भनिराख्दाखेरि इभन आई फिल ब्लेस्ड वर्किङ विथ विजय, केकी, मिरुना होइन, उहाँहरू तिनजनाको नाम लिँदै गर्दा चाहिँ जुन हिसाबले उहाँहरूको काम भइरहेको छ, चलचित्रहरूले नाम कमाइरहेका छन्, इतिहास रचिएका छन्, अलिअलि म पनि सरोस् भन्ने एउटा लोभ होला सायद। होपफुल्ली त्यो जनै राईको बाहुनले चाहिँ पुरा गर्छ होला। त्यति नै हो। थ्याङ्क यू सो मच एभ्रिवान। थ्याङ्क यू। थ्याङ्क यू भेरी मच। अब मलाई त नाम उस्तै उस्तै भएर होला यो वर्ष पनि हिट हुन्छ जस्तो लागिरहेको छ कि। अन्त मेरो हिट नेपाल छ यसै पनि पब्लिसिटी। ओके, अब हामी बोलाउँछौँ ब्लकबस्टर नायक, नेपाली सिनेमाका ऐतिहासिक रेकर्ड राख्न सफल। मलाई लाग्छ उहाँको फिल्मले सबै रेकर्ड राखेको जस्तो लाग्छ मलाई, कुनै पनि रेकर्ड बाँकी छैन होला। अब त्यो सबै रेकर्ड तोड्ने काम चाहिँ जनै राईको बाहुनले गर्नुपर्छ। विजय बराल दाइलाई म को जोड्न चाहन्छु। धेरै धेरै धन्यवाद मितज्यू। विशेष धन्यवाद तपाईँहरू सम्पूर्णलाई, किन भन्दा हामी अघि भर्खर सुटिङमा थियौँ, सुटिङको इनर्जीमा थियौँ, अर्को इनर्जी आइपुग्यो। किन इनर्जी ट्विस्ट भयो, अब एकदम यसले बडा राम्रो चिज निक्लिँदैछ। रमाइलो के भयो भने गौरव दाईको त्यतिखेर मन्जरी हेरियो, अनि सुशान्त दाईकोमा आर्ट पनि गरियो, सँगै साथी भएर पनि खेलियो, केकीसँग पनि काम गरियो, मिरुनासँग पनि काम गरियो, सबैजना एकदम भयङ्कर मान्छेसँग काम गर्यो। म चाहिँ बढी लकी रहेछु यो समयको लागि होइन। अरूले मलाई दिइरहनु भएको छ होइन, त्यस्तो म सामान्य मान्छे हुँ, म त्यही भएर चाहिँ म हिरो होइन क्यारेक्टर हो भन्ने कारण त्यही पनि हो। त्यही भएर सबैजना विशेष हुनुहुन्छ, त्यही भएर केही चिज विशेष निक्लिन्छ होला। यो टिमै विशेष छ होइन,
डिरेक्टर साहब अनि टिमलाई मोबिलाइज गर्ने क्रममा मनिषले जुन इनर्जी फ्लो गर्नुहुन्थ्यो एकछिन गजबको इनर्जी हिमाल सरको जुन इनर्जी छ फ्लो त्यो एकदम गजबको इनर्जीले गजब चिज बनेको छ। अब सिनेमा गजबै बनेको छ भन्न त भनिहालिन्छ, तर यो अलि बोलिरहँदाखेरि अलिकति आज 35औँ दिनमा बोलिरहँदा के बोलु जस्तो हुन्छ तपाईँलाई देखिसकेपछि के बोलु भन्ने लाग्छ। तर बोल्नु त पर्छ। सिनेमाले सम्बन्धको कथा भन्छ, प्रेमको कथा भन्छ। जस्तै पूर्णबहादुरमा बाउ र छोराको सम्बन्धको कथाले यहाँ चाहिँ धेरैजनाको सम्बन्धको कथा छ। एउटा काठमाडौँ म आफैले यो सिनेमा गर्दा दुई चार ठाउँ चाहिँ अलिकति भावुक भयो। किन भन्दाखेरि भावुक त धेरै ठाउँमा हुन्छ, तर म आफै चाहिँ काठमाडौँ पढ्न आउँदाखेरि 3जना साथी बस्थ्यो हामी कोठामा। मिन बल कलेज पढ्थ्यौँ, 3जना 3तिर फर्केर सुन्थ्यौँ, एउटै कोठा किचनमा बस्थ्यौँ। ती 3000 भएपछि 9000 हुन्थ्यो, त्यतिले खानु पर्थ्यो। त्यही अवस्थाहरू सिनेमाभित्र देखिन्छ। एउटा पात्रको जीवनको भोगाइ अनि सम्बन्धको कथा, उसले भेट्ने मान्छेहरू र ती पात्रहरूसँग गरेको संवाद र उसको जुन जर्नी हुन्छ त्यो जर्नीको कथाहरू छ यसमा। गजबको चिज बनेको छ भन्ने लाग्छ। धेरै बोली होला। सो मच आज भर्खरै त सिनेमा सक्नुपर्छ होला हामी। के भन्नु, डाइरेक्टर साहबलाई बोलाएपछि यो भिडियो हेरौँ कि डाइरेक्टर साहबभन्दा अगाडि भिडियो हेरौँ पहिला, किनभने कलाकारको रूप आइरहेको छ नि त। ओके, अब हामी यो भिडियो हेर्छौँ। यो भिडियो चाहिँ हाम्रो वीरेन्द्र मगरजीको सन्देश हो एउटा। उहाँ यहाँ आज हुनुहुन्न, तर उहाँले एउटा सन्देश पठाउनु भएको छ भित्रबाट, फ्रम माई बटम माई हार्ट, मेरो दिलबाट म सबैलाई आई डोन्ट ह्याभ द वर्ड। सो विषय हजुरको भएर सायद हामी यहाँ छौँ, तर अहिले सायद म धेरै कुरा भन्न सक्दिनँ बिकज हामी 35 दिनको सुटलाई सिद्धाएर आज लास्ट डे। वी अल आर भेरी टायर्ड and all and every person has done a very extraordinary work. सबैले बहुत राम्रो, धेरै राम्रो काम गरे हैं। And रिजल्टको लागि आई थिङ्क यु सुड वाच रिलिजको बेला। अहिलेलाई यति नै भन्छु म, वी हेभ डन भेरी हार्ड वर्क। स्पेसली म सबैको नाम लिन सक्दिनँ, सायद सबैको मैले लिन पनि नाम सबैले लिइसकेँ हैं। सो भेरी थ्याङ्कफुल फर अल, स्पेसली मिडियास, यु हेभ giving a lot of coverage. And हाम्रो प्रयास पनि जनै हराएको बाहुन मिन्स कन्सेप्ट के हो, आई थिङ्क डिफरेन्ट क्लियर छ फ्रम भानुजी and Manish Rawat, associate director. He has done very I never believed, but he has done a very nice job. Give a big hand for him. And especially अब म धेरै बोलिनँ, म यति भएर चाहिँ उम्किन चाहन्छु। Thank you very much. Enjoy the party today. ओके, भिडियो रेडी छ।